कतिखेर आउनुभएको र? एकैछिन भयो। म पस्केर दिन्थेँ नि। होइन पर्दैन, मैले झिकिसकेँ। एक महिना भयो तपाईँ मसँग राम्रोसँग बोल्नु पनि भएको छैन। राति घर पनि ढिला आउनुहुन्छ। मसँग केही कुरा सेयर पनि गर्नुहुन्न। मैले आफूलाई शान्त बनाइसकेँ, किनकि म मेरो इज्जत गुमाउन सक्दिनँ। के भएको छ तपाईँलाई? 11 बजिसक्यो, जाऊ तिमी सुत। सुत्दिनँ म। पहिला के भएको छ तपाईँलाई भन्नु अनि मात्रै। भनेर के गर्नु? फेरि पहिला जस्तै कराउन थाल्छौ, चिच्याउन थाल्छौ, रिस देखाउन थाल्छौ। सुन न, कस्तो थाकेर आएको छु। एक गिलास शरबत पानी बनाएर ल्याइदेऊ न, कस्तो गाह्रो भयो। घरमा छिर्न पाएको छैन, अर्डर सुरु हुन्छ होइन महाराजको। सक्दिनँ म, गएर बनाएर खाए हुन्छ आफै। अर्डर लगाउनु सक्दिनँ। काली सुन न, कस्तो भोक लाग्यो, कति धेरै काम छ, खाना पसिदेऊ न। होइन आफूलाई चाहिएपछि आफै पसेर खान सक्नुहुन्न? जतिखेर पनि यो गर त्यो गर यो गर भनिरहनु पर्छ। किन काली तिमी हिजो आज मसँग यस्तो व्यवहार गर्छौ? पकाएर राखेर चाहिँ गएर पसेर खानु न। नोकर त होइन नि म। यो घर त्यो गर यो गर त्यो गर। ठिक छ, आजको दिनदेखि तिमीलाई कहिले पनि केही पनि नभनौला। पर्दैन भन्नलाई, आफै गर्नु। जहाँ इज्जत हुँदैन नि त्यहाँ आफू शान्तै बस्नुपर्छ। हामी छोरा मान्छे छ नि, दिनभरि बाहिर काम गरेर दुनियाँको वचन सुनेर थकित भएर घर आएको हुन्छ। घरमा आउँदा केही शान्ति मिलोस्, मिठो वचन सुन्न पाइयोस्। तर घर आएपछि पनि त्यस्तै बोली सुनेपछि कस्तो हुन्छ? कहाँ जाने हामी? थाहा छ, सबै गल्ती मेरै हो। आजदेखि यस्तो कहिले पनि गर्दिनँ। सरी। होइन ठिक छ, सरी भन्नु पर्दैन। खाना खायो तिमीले? छैन खानु। आऊ त सँगै खाऊ। श्रीमान श्रीमती सँगै भएर बस्न, सँगै जीवन बिताउन सबैको भाग्यमा कहाँ लेखेको हुन्छ र। त्यसैले नजिक हुँदा, साथमा हुँदा एकअर्कालाई माया गरौँ, इज्जत गरौँ।